रमाइलो गाउँको मान्छेहरु त मलाई त हेर्नु मन छ र त्यो दुगेर के लाएर लागेको होला पञ्चाब हैन हटाको खुट्टा जायो खाइसक्यो नि ए साच्चै मान्छे आएर के कति हो तेरो बहिनी आउँछ भने आज 30 हैन आज 30 पनि आउनु ला अब केही किनेको छैन अरे शिव अरे का अगा यार कस्तो भोक लागेर कस्तो भइसक्यो भन्यो अब त्यहाँ के मोप लगा अनि त्यो निस्ता कता हरायो त्यो कलेज गयो कि जाएन अनिस्ता के रिसम लाग्छ यो छिरो अब दिल्ला फोन गर्दा कति बजे आउँछ यो सीताको छोरा त त्यस्तो डोरीमा खेल्ने पो भएछ त ढोकामा को आयो खै को आयो हेर्नु पर्यो मैले छिटो खोल त नानी हजुर नानी आयो ल ल ल आऊ माथि आऊ मैले साह्रो भएको घर पनि कति राम्रो भएको चेन्ज गर्नु भयो क्या मम्मीजीले कहाँ चेन्ज गर्नु तेरो पाउने पैसा कमाउँछ नि चेन्ज गर्छ त्यो पैसा कमाएर सबै त जेठी छोरीलाई के गर्छ कुनै कस्तो रिसिने पढ्नु पनि कति पढेको खुरै बिहान हजुरले त जेठी छोरीलाई पैसा दिनुभयो मैले दिएको तेरो बाउले दिएको तेरो बाउलाई भन् अच्छा रुम पनि कसले नि मिलाएन छ म मिलाउँछु मिलाउँछु न मैले तलाई अघि नै भनेको र मिलाएर राख भने मेरो छोरी आउँछ अरे र अहिलेसम्म मिलाएर छोड्ने केटीको बुढी उसले त काम गर्ने जहिले मैले गर्नु त्यो कराउँछ मर्यो हुन्छ नि बल्ल अनि सम्पत्ति जाने ओइ तपाईले भ्यायो छिरा जा भनेको ए कति लोसे छ भने मान्छे पनि आँखा देख्दैन उमा यता आउँछ छोरी एउटा कुरा भन्नु छ कि तिमीलाई मैले के कुरा हो ढोका बन्द गरिदिउँ ओइ ढोका बन्द गर के कुरा गर्ने हो भन्नुहोस् न आमा के भन्नु भएको तपाईँ तेरो बाउले है अस्ति के भन्छ नि हामीले त्यो के अरे नाम जालीमान गर्न आएको सबै त्यसको ठुलो छोरा दिन आँटेछ अनि त्यस के परेर सबै त्यसलाई मात्रै दिने त्यो आफ्नो छोरी पनि होइन कसको त त्यसको ठुलो बाउको छोरी हो कि पनि कहाँ जानुभएछ झगडाले अब तेरो बुढा चाहिन्छ तेरो बुढा के भन्छ रे के भन्छ तेरो बुढाको आफ्नै पैसा छ भनेर अब नदिने अरे अब मलाई हेर न यो पहिल्यैदेखिको मङ्गलसूत्र लाएर बसेको अहिले यो अब 30 मा है मेरो त जाबो यो बुन्नाबाट पठाइदिएको नि त्यो पनि हेर्दाखेरि नि के अरे नकली जस्तै देख्छ राम्रो छ कति तोलाको पठायो हाम्रो ज्वाइँले हाम्रो लागि कति राम्रो छ भन्न त भन्छ के अरे तपाईको कति राम्रो यो आमा यो त यो पहिल्यैको आजकल त केही किन्दैन तेरो बाउ कस्तो चुया भयो तेरो बाउ जहिले नि जेठीलाई मात्रै पठाइदिन्छ होला त्यसको तो जेठी छोरी त्यसको त छेउ लाग्दो मलाई त कस्तो रिस उठिरहेछ अब के गर्नु अब त्यो बुढोलाई मारेर अब त सबै छोरीलाई सम्पत्ति दिनु पनि अब म पछि के हुने गर्ने हो कुनै अब मार्दैन त्यसलाई त मैले जानेछु मम्मी धन्न नभन्नुस् न तपाई म भएपछि तपाईलाई किन चिन्ता पर्नुहुन्छ यही त्यो पता त यस्तो गर्नु भन्छ म अंकलले जान आँटेको ल तेरो अनुहार हेर्नु नि परेन कुर्को गयो हुन्छ यसो मिलाउनु पर्यो त्यो निसाको त खै त्यसलाई मिलाउनु लगाउनु हुन्थ्यो मैले झ्याउला खा कस्तो निद्रा लागिसक्यो ओ निसा कहाँ छ ल यता आऊ त
उता के बेडमा राखेछु म चाहिँ एकछिन सुत्छ हजुर बाबु छोरी खाली छ खै म गरिदिन्छु म गरिदिन्छु के गाली गर्दैन अनि छोड्दै के जाऊ जाऊ भनेको सुन न छिटो जाऊ ए जाऊ लाग्ने अघिदेखि जाऊ भने जसमा त म त हान्न पाए त हान्थेँ कि कति धेरै मिलाइदिन पनि घरको मान्छेहरूले कसले मिलाउँदिन रहेछ बिचरा मम्मीजी पनि अभि कति राम्रो यार यो सुन त लान पाए त तर के गर्ने बुढाले पैसा भएको पैसा जति सबै बुढाले लैसक्यो लैदिन्छु अघि चाहिँ नानीले गराएको भनिदिनु पर्यो तपाईँ पनि मम्मीले थाहा पाउँछ कि पाउँदैन होला मम्मी ए निसा यो मम्मीलाई देऊ ल हस् ल सुतेको मान्छे उठाइदियो ए मिलायो ल ल कति बज्यो अम्बो अनि त यो बेड मिलाए यो सुन अब लगाएर मैले के गर्छु अहिलेसम्म मिलाएन अघि मिलाउनु भनेको होइन कति ढिलो गर्छ अरे काम पनि यसलाई त काममा नराखे हुन्छ कि मम्मी कहाँबाट आएको नि अघि सुन पनि राम्ररी मिलाए सबै नचनीले राख्नुहुन्छ कि मम्मीले नि अनि बिचारा तेरो बाउले लिएर आएको नि गाउँबाट आजकलको केटीहरूलाई त भरोसा अनि खाजा खायो त्यसले खाजा बनाइदिएको छैन बनाएन नि अघि खाजा बनाइदिएको यस्तो मिठो मिठो खाजा बनाउने मेरो छोरी जहिले आउँदैन है कति दिनको लागि आएको छोरी तिमी कति दिन हुन त अब मम्मीलाई भनौँ भन्यो भने घरबाट आएको हो म के भन्ने अब बुढालाई भन्यो कि नभनौँ के भन्ने होला मम्मीलाई मम्मी म त जस 2 दिन मात्रै बसिन्छु ए ल भइहाल्छ नि छिटो खाजा बनाएर ल्यायो भनेको के किन तर उता हिँडे हो मम्मी आए ए ल खाजा के बनाएको छ खाजा के बनाएको छ ए तपाईँले सुन्नुभयो तपाईँको ठुलमाले चाहिँ माग्ने प्लान गरेछ के अरे दिदी र ठुलमालीले होइन त्यसो होइन मम्मी छिटो होइन त्यति साह्रो छोटो त हुँदैन साँच्ची हो नपत्ता माथि मैले अघि सुनेको उनीहरूले मिलाउँदैन आज चाहिँ के मलाई मेरो खाजा ल्याइदियो सुन्नु होइन दिदी म साँच्ची ढाँटेको होइन म मेरै कानले सुनेको साँच्ची रियो र म घर के गर्थेँ तपाईँ त एउटै के भन्छ मम्मी त्यति साह्रो छुच्चो त हुनु हुँदैन क्या म सोध्छु